morning everyone. It's the next day. Welcome back to our channel Sonam Aunty. अहिले चाहिँ हामी भर्खर उठेर अब त्यो म ब्रेकफास्ट बनाउँदै थिएँ हो के बनाउँदैछु भन्दा चाहिँ यहाँ चाहिँ छ पानकेक यो चाहिँ रेडी थियो मतलब त्यो के भन्छ आम्लाले यस्तो रेडी गरेर जानु भएको रहेछ कि हिजो फोन गरेर भन्नु भएको थियो आउनु भएन आम्लाहरु यसमा चाहिँ के छ भन्दा चाहिँ चामलको पिठो र मकै ग्राइन्ड गरेर मकैको पिठोहरु चाहिँ आम्लाले मज्जाले यसलाई चाहिँ मिक्स गरेर चाहिँ फ्रिजमा राख्नु भएको रहेछ कि अनि त्यसको चाहिँ म अहिले यता ब्रेकफास्ट बनाउँदैछु पानकेक तपाईहरुलाई एकछिनमा देखाउँछु हो एकछिन भाइ चाहिँ अब भाइलाई चाहिँ मैले दिएँ हो अब यो चाहिँ कस्तो हेल्दी हो बिहान यस्तो अब जे यम्मी खै मम्मालाई थुची ल अच्छा तातो भएर फुट्दैछ हेर्नु नि आतामे खै मम्मा हाफ बनाइदिन्छु नि अन्त ओके ल आफै खाने अरे यम्मी या ड्रिंक वाटर छप्ची अच्छी एक्टिङ चाहिँ हेर्नु नि यसको खै बाई लाग्छ बाई टाटा बाई बाई खै फ्लाइङ किस ओके अब चाहिँ निस्केको हो यहाँबाट तपाईहरुलाई डाइरेक्ट निस्केको देखाएको अब कति 1 घण्टा लाग्छ कि 1.5 घण्टा लाग्छ 2 घण्टा लाग्छ यहाँदेखि पुग्नु हामी अब सिधै तपाईहरुलाई पर बस्ती पुगेर भेट्छु फर्स्ट चाहिँ माथि हेरे उता सिङताम अलिकति शपिङ छ हो यो चाहिँ भाइको ट्युब हो हिजो अनलाइन मगाएको थिएँ कि ठिकै आएछ हो अगाडिदेखि तर त्यो अलिक मजाले फुलाउनु पर्ने छ कि अब यही लास्ट विकेन्डतिर स्विमिङ गर्न लान्छु भाइलाई अन्त ट्युब मगाइरहेको थिएँ अब जान्छु सोझो न टाटा पनि See you love. मच्छरले See you. Stay tuned love. तेरा लप्सी खान ल Stay tuned love जी. Oh. Bye bye love papa bye bye. क्या दे फैन I love you love. क्या दे फैन Oh. खै आई लभ यू लप्सी I love you love papa I love you love I love you love रेड मा कस्तो ह्यान्डसम देखेको यसलाई हेर्नु नि जस गरमले त हेर्नु न क्रिम लगाएको त अब चाहिँ हामी सिङतामबाट पनि निस्क्यो हो अलिअलि शपिङ गरेर माखा पुग्न आट्यो फेरि आए त्यसको बाद चाहिँ धुलो हेर्नु नि वन गर्न हो रात यस्तो हुन्छ यहाँ हो धुलो यसरी हेर्नु नि धुलो गरम त्यस्तै कतिको गरम लाग्यो तपाईलाई गरम त तपाईको 40 त पुगेको छैन यो 30 चाहिँ क्रस होला सायद 29 30 कति होला कि तर अब हामी चिसो बस्तीमा चिसो जग्गामा बस्ने बानी यता आउँदाखेरि चाहिँ अलिकति साह्रै पर्दो रहेछ फेरि धुलो तपाईको यो बाटो चाहिँ पहिला चाहिँ यति साह्रो घिनलाग्दो थियो कि तर अहिले चाहिँ तपाईको चाहिँ अब यो के रे एक्सटेन्ड गरेर यति राम्रो बनाएको छ बाटो दामी बनाएको रहेछ हो सबै कार्पेटिङ छ हो तर ठुलो गाडीले चाहिँ धुलो धुलो त अब त्यही हुन्छै हुन्छ के गर्नु लाग्दो पर सुतिरहेको छ अब माखा पुग्न आट्यो यहाँ अलिक अगाडि हो माखादेखिको चाहिँ उकालो हो पातुकै 10 माइल पुग्छ अब 10 माइल त्यहाँ उन्दो गयो भने माखा हो त्यहाँ 10 माइल हो 10 माइल चाहिँ क्रस गरेर हामी चाहिँ अन्त उकालो जानु पर्यो डिक्सु जाने बाटो तपाईहरुलाई अब अहिले त्यो बाटो पुगेर देखाउँछु चाहिँ हामी 10 माइल पुग्यो अब यहाँदेखिको चाहिँ यो तल साइड देखेको चाहिँ यहाँदेखि हुँदो माखा हो हामी चाहिँ उकालो जान्छ दिक्छु माथि मङ्गन जाने बाटो है यो चाहिँ यो ओह्रालो गइन्छ कहाँ पुग्छ त्यहाँदेखि निम्नु साउथ पुग्छ साउथ चाहिँ यहाँबाट तपाईको सिधा गयो भने याङगाङ पुग्छ ओके याङगाङ त्यहाँदेखि उन्दो झरे पनि फेरि सिङताम पनि पुग्छ तपाईको त्यहाँ उकालो गयो भने राबोङला पुग्छ तर बाटो चाहिँ ठिक छैन याङगाङदेखि उकालो अब यो बाटो तपाईको चाहिँ जान्छ नर्थ सिक्किमको योबाट पाङथाङहरु पनि निस्किन्छ है कहाँबाट यही उकालो यहाँबाट यहाँबाट पर गएपछि त तपाईको चाहिँ डिक्छु नगएर अलिक ओडोदेखि उकालो चढ्यो भने तपाईको यो राक्दोङ तिनतेक बाटो भएर चाहिँ तपाईको चाहिँ माथि के रे सामदोङ है सामदोङदेखि उता तपाईको अन्त पाङथाङहरु राक्दोङ तिनतेकहरु भेट्दै ओह्रालो गयो नि नर्थ मङ्गन पुग्छ तर हामी चाहिँ त्यहाँसम्म जान्दैन आधी बाटोदेखि चाहिँ भित्र पस्नुपर्छ हामी चाहिँ
अहिले देखाउँछौँ माथि तर चाहिँ हामीले अगाडि भिडियो पनि देखाएको छ त है पातुकाको लै देखाएको छ होला सायद हेर्नुहोस् न अन्त थाहा भए पनि छैन भए पनि हेरिदिनुहोस् यहाँ चाहिँ बाटो ठिकैको रहेछ यो यहाँदेखिको चाहिँ उकालो हो वेलकम टु पातुक यहाँदेखिको चाहिँ हो सिङबेल पातुक सिङबेल भन्छ पातुक सिङबेल अब यहाँदेखिको आधी घन्टा है 20 मिनट्स 30 मिनट्स आधी घन्टा पुगिहाल्छ माथि अब अगर कार्पेटिङमा चाहिँ 10 मिनट्सको बाटो हो कि तर अहिले यो बाटो अब के भन्छ बस्तीको यो रफ बाटोले गर्दा चाहिँ PMGSY को कि यो फर्स्ट चाहिँ कार्पेटिङ भएको थियो पहिला आजभन्दा धेरै साल अगाडि हो कुरा हो अनि त्यो कार्पेटिङ चाहिँ फेरि पानीले बिगारेर अब फेरि भएको छैन अहिले फिलहाल चाहिँ PMGSY को तपाईँको त अब त्यस्तै एक खेप दुई खेप मात्रै हुन्छ हो त्यो पत्ला हुन्छ अन्त अब त्यस्तै हो टाइम पनि अहिले भएछ 12:50 अब धुलो हेर्नु नि ठिकै छ 1:30 पुग्ने रहेछ हामी अब तपाईँलाई सिधा माथि पुगेर भेट्छु कस्तो दामी घाम लागिरहेको छ स्टे ट्युन्ड गरम चाहिँ पुरा गरम छ तर मजा छ बस्तीमा चाहिँ बस्ती नै हो त्यही हो हामी पनि तपाईँको यता बस्ती पातुक आइपुगेर चाहिँ सबै लुगासुगा फेरफार गरेर बसिरहेको छ अहिले हो यहाँको वेदर पनि तपाईँको चाहिँ सिङताम जस्तै रहेछ तर अब सिङतामको तपाईँको 35 हो भने चाहिँ यहाँ तपाईँको 27, 28 त्यस्तो कति रहेछ है बेलुका चाहिँ बिहान बेलुका चाहिँ अलिकति ठिकैको जाडो खालके नै रहेछ मतलब शीतल नै हुने रहेछ हो अन्त आएर बसिरहेको छु एकदम अलिअलि फ्रेस भयो लुगासुगा फेरफार गरी यहाँको नजारा तपाईँलाई फेरि पनि देखाउँछु है गाडी हाम्रो यहाँ रहेको छ यता नयाँ घर हो यो चाहिँ पुरानो घर हो यहाँ चाहिँ तपाईँको भाइ यहाँ बसिरहेको छ खाजा खाँदैछ उसले खाजा खाएको छैन बिहान खानै खानु मानेन यसले हो अन्त यहाँ चाहिँ मेरो मामाको ठुलो छोरी रिन्छेन हेलो भन्नुहोस् न रिन्छेन हो अन्त यहाँ चाहिँ अनि हुनुहुन्छ अन्त तपाईँको यो चाहिँ पुरानो घर हो अब पहिला हाम्रो आजूहरू हुँदाखेरिको घर हो तपाईँलाई अब यहाँको नजारा भ्यू के छ कसो छ अब यहाँ उता के हुन्छ तपाईँलाई देखाउँदै गर्छु सो स्टे ट्युन्ड अन्त इन्जोय गर्दै गर्नुहोस् हाम्रो ब्लग अब हामी चाहिँ एकछिन यहाँ माथि हाम्रो अर्को आइज पनि हुनुहुन्छ हो आज त घरमा हुनुहुन्न होला अनि घरमा हुनुहुन्छ होला अब यहीँ माथि यहीँनिर हो छेउमै हो यहीँनिर हो तपाईँको यहाँ हाम्रो आनीहरूको अझ आनीको यता हो जुन त्यहीँनिर माथि छ त्यहीँनिर एकछिन गएको हामी सो तपाईँलाई देखाउँछु अब यहाँनिर पहिला हामीहरू बदमास गर्ने खेतहरू यहीँनिर हो गोरुहरू हेर्न जान्थ्यो हामीहरू यसरी रोप्छ नि कस्तो दामी आउँछ अर्ग्यानिक डल्ले खोर्सानी रोपेको रहेछ क्या मजाले अम्बो यो सबै खोर्सानी यहाँ छ यहाँ बारी सबै खोर्सानी यहाँ हो आजहरूको चाहिँ हो मकै हो सबै सुकेछ अहिले चाहिँ शीतल हावा आउँदैछ तल के भन्छ त्यो हेरी चाहिँ साङखोला सिङताम भन्दा चाहिँ गरम शीतल रहेछ हो अब यहाँ जान्छ एकछिन यो चाहिँ के हो यो साइडको दि यस्तो घाँसहरू राम्पो यो सिम्बी है यो सिम्बी है अनि सिबी हौ ए सब्जी भयो त झिङ्गुनी भन्ने सब्जी रहेछ चाहिँ यहाँ अनिको चाहिँ अब माथि तपाईँको गाई गोठहरू यस्तो छ है गाई गोठहरू भयो छेउछाउमा तपाईँको बारीहरू छ अब बस्ती त तपाईँको बस्ती नै हो नि यहाँ तपाईँले पारी देख्दै गरेको चाहिँ लिङ्मु हो साउथ सिक्किम है ल अन्त जुम्खा चाहिँ यसरी छ बस्तीमा हो अनि चाहिँ यहाँ हुनुहुन्छ अनिको सानो किचन चिटिक्कै छेउछाउमा छ नदेबे त्यही होइन हिजो मच्छर टोकेको थियो अन्त यहाँबाट उता हेरौँ न अलिकति अलि अक्कर भेङ्गा अनि सबै अक्कर हो नि डल्ले खोर्सानी आमा लाडी सिसिन दुख्यो है तल
यसरी छ तपाईँको यहाँ मुनि चाहिँ रोड हो यहाँ बाहिर घुम्नु जानु छ त्यहाँनिर यहाँ चाहिँ अहिले हामीलाई मकै पोल्दिनु हुँदैछ अब मकै खानुपर्छ यता भाइ चाहिँ यता हो खान्छ त छोजु खान्बे पोटेटो आलु सोच भाइ चाहिँ आलु खाँदैछ मकै तपाईँको कलिलो दामी मिठो रहेछ आमामा बुल्ले है कसरी खानु मजा आउँछ नि खाँदैछ मिठो है सोचेको छु तल उसले टेस्ट आएको छैन नि आयो मामा यहाँ आनीले बनाइदिनु भएको बिचरा अघि लिएर आएर रेडी सबै मिठो दामी दिउँसो खाजा पनि भयो हामीलाई पानी पर्दाखेरि चाहिँ तपाईँको चाहिँ यसरी यहाँ चाहिँ देखिहाल्छ अब पानी प्राय माथिबाट पर्दै आउँछ कि ल सो माथिबाट तपाईँको पानी चाहिँ अब यता पर्दै आउँदैछ स्पेसली योपट्टि तपाईँको यो चाहिँ कहाँ भन्दाखेरि चाहिँ तपाईँको यहाँ माथि चाहिँ तपाईँको सामदोङ पर्छ यता सामदोङ यता चिङ है सिमिकलिन्जेपट्टि पर्छ यो डाँडा माथि चाहिँ यहाँबाट पानी पर्दै आउँदैछ अब यहाँ चाहिँ अब बाहिर सोझेगाछुलाई हेर्दै आएको सोझेगाछु र यहाँनिर भाइ खेल्दैछ यहाँ खेल्दैछ दुईजना मजा लागेछ दुईजना खेल्दैछ यहाँनिर शीतल भइरहेको छ है अहिले है गरम छैन शीतल घाम लागि मात्रै गरम रहेछ कि घाम छैन त शीतल अब यहाँ तपाईँको के प्लान्ट्सहरू रहेछ हेर्नुहोस् यहाँनिर मलाई त त्यस्तो आइडिया छैन यहाँ प्लान्ट्सहरू तपाईँको किसिमको रहेछ अनि यसरी सजाएर घरको अगाडि है राख्नु भएको रहेछ डिफ्रेन्ट प्लान्ट्सहरू छ है यो चाहिँ तपाईँको दबाई हो एलोभेरा सबैले याद भएको कुरा है यो चाहिँ एकदम राम्रो छ है अनि यो तपाईँले युज गर्छ काटेको चाटेको पिल्सेकोमा लाउँछ यो आगो हो यसमा चाहिँ एकदम राम्रो हो एलोभेरा दामी फुलहरू रहेछ यहाँनिर अनिको अनिले रोप्नु भएको यहाँनिर है यतिको चाहिँ छ भने चिटिक्कै देखिहाल्छ तपाईँको मकैको बोट चाहिँ यहाँ छ है घरको छेउको मकैको चाहिँ बोटहरू यहाँ छ अझै तपाईँको पाक्नु आँटेको कलिलो रहेछ अझै तपाईँको उम्रिँदै रहेछ अलिअलि है अब यो चाहिँ तपाईँको चाहिँ धानको बिउ हो अहिले हेर्नुहोस् त धानको बिउ जसरी राख्छ हेर्नुहोस् त बिउ चाहिँ यसरी राख्छ ऊ देख्यो ए अब यो रोप्छ है यही चाहिँ तपाईँको लिएर गएर निकालेर अब यसो गुच्छा बनाउँछ होइन त्यहाँदेखि त्यो चाहिँ भोलि पछि तपाईँ रोप्दाखेरि चाहिँ गडामा फ्याँक्छ सुई फ्याँक्दै त्यहाँबाट अन्त रोप्नेहरूले चाहिँ टक निकाल्दै रोप्छ धानको बिउ चाहिँ यो हो अनि अघि मैले भनेको तपाईँको पहाडी चाहिँ यो लिङ्गमु हो तल माकादेखि उकालो चढेपछि यसरी जाँदै तपाईँको चाहिँ यता चाहिँ याङगाङ पर्छ ल अघि देख्दै थियो याङगाङ युनिभर्सिटी देख्दै थियो त्यहाँनिर अहिले तपाईँको देखेको छैन बादलले गर्दा यसको पछाडि चाहिँ तपाईँको राबङ्ला हो अनि यता फेरि तपाईँको आयो भने चाहिँ उता चाहिँ वेस्ट यता चाहिँ फेरि नर्थ पर्छ खङचेनजुङहरू यहीपट्टि नै पर्छ सो यस्तो छ तपाईँलाई देखाउँदै गर्छ अहिले सोचेको छ यहाँनिर छ खेल्दैछ अनि अब तपाईँको धान चाहिँ रोप्नु सकेछ यहाँनिर धान रोपेर हाम्रोपट्टि चाहिँ तपाईँको अब भोलि अब मोस्ट प्रोबाब्ली तपाईँको 1 हप्ता बादमा रोप्ने रहेछ अनि धान चाहिँ अब यसरी भर्खर रोपिसकेको चाहिँ तपाईँको यता पारी चाहिँ यसरी रोपिसकेको रहेछ है ल अन्त अहिले तपाईँको चाहिँ अब बस्तीमा चाहिँ के छ भन्दाखेरि चाहिँ बस्ती भन्दा पनि तपाईँको जग्गामा यो इलेक्ट्रिकको टावर यसरी आएको छ है
टावर आएको छ अनि तपाईको चाहिँ अब यसले कम्पनसेसन त तपाईको पाउनु त पाएको छ तर अब यसको मुनि चाहिँ के छ भन्दाखेरि तपाईको उब्जाउ हुँदैन घर हुँदैन खेतीपाती हुँदैन कम्पनसेसन चाहिँ पाएको छ तर अब तपाईको अहिलेको टाइम्स अनुसारले पाएको छ छैन है अहिलेको जुन चाहिँ तपाईको इन्फ्लेसन छ त्यसलाई हेरेर पाएको छ छैन त्यो चाहिँ अब रिसिभर्स उहाँहरूलाई याद छ हो अन्त त्यस्तो छ अब तपाईको यहाँनिर यसलाई अब तपाईको हामीले चाहिँ के भन्नु अब डेभलपमेन्ट भनौँ कि है के हो अब यो तर यो तपाईको इलेक्ट्रिसिटी जति तपाईको इलेक्ट्रिसिटी छ यो सबै तपाईको चाहिँ सायद त्यहाँबाट बाहिर एक्सपोर्ट गर्दै होला है ल अन्त अब त्यो आफ्नो आफ्नो विचारधारा हो तपाईको यसरी चाहिँ यो खामदोङ सामदोङदेखिको लिएर यो पतुकदेखिको लिएर यसरी टावर गएको चाहिँ हुँदो होला अन्त तपाईको चाहिँ यहाँनिर चाहिँ धान यसरी रोपिसकेको छ हामी त्यसै घुम्न आएको यता हेर्नुहोस् जग्गाहरू कस्तो छ गरेको तपाईको चाहिँ पतुक स्कुल हो पतुक स्कुल तपाईको प्राइमेरी स्कुल हो है यहाँ लेखिरहेको छ तपाईको गभर्नमेन्ट प्राइमेरी स्कुल सेन्टर पतुक सिक्किम पतुक सिङ्गल जिपियु भनेर है ल यहाँ मुनि चाहिँ तपाईको चाहिँ स्कुल हो अहिले तपाईको बेलुकाको 7:30 जस्तो हुँदैछ है अन्त म चाहिँ एकछिन अलिकति बिजी थियो आफ्नो केही पढाइ गर्दै थियो अब तपाईको चाहिँ अहिले 7:30 भइसकेको छ भर्खर यहाँ पनि आइपुग्नु भयो यो चाहिँ किचन हो यहाँनिर हो अर्ग्यानिक बोलिरहेको छ यहाँ चाहिँ अब मेरो चाहिँ महिला मामा है अनि छोजाको चाहिँ पतुक आजु अब त्यही कुरा गर्दै थियौँ हामी अब पतुक आजु भए आज भर्खर आउनु भएको आज तपाईँ है कामबाट आउनु भएको होइन आज भर्खर खाना डिनर पनि गरिसकेँ हामी सबैजना हो अन्त आजको भिडियो चाहिँ यति नै थियो तपाईहरुलाई कस्तो लाग्यो कमेन्ट गरिदिनुहोस् सब्स्क्राइब नबिर्सिकन गरिदिनुहोस् अन्त अब भोलिको के हुन्छ फेरि हामी अपडेट दिन्छु सो आजको यति नै हो थ्यांक यू सो मच फर वाचिङ अब चाहिँ हामी सुत्छु बाई